हेलो फ्रेन्ड्स, नमस्कार। आज म जापानको एउटा सानो टापुमा जानको लागि बनाएको रेलको यात्रा गर्दै इन्जोय गरेको ब्लग बनाउन गइरहेको छु। त्यो टापुको नाम हो हाकेजिमा आइल्यान्ड। हुन त यो टापु कानागावा प्रिफेक्चरको योकोहामा सिटीबाट नजिकै रहेको छ। यद्यपि यसको सुन्दरताले सबैलाई आकर्षित त गर्छ नै, अझ यहाँ भएका इन्जोय गर्ने ठाउँ र एक्वारियमले गर्दा बच्चा केटाकेटीहरूलाई फुल इन्जोय गराउन सहयोगी भूमिका खेल्नेछ। यो आइल्यान्ड हेर्दा अति सुन्दर हुनका साथै यहाँ घुम्नको लागि पनि अति मनोरम ठाउँहरू रहेको छ। आज म हाकेजिमा आइल्यान्डमा त जान्न, तर यसै क्षेत्रमा चल्ने बस जस्तै देखिने र अन्य रेलको जस्तो लिक सिस्टम नभएको बसहरू जस्तै चल्ने रेल सेवाको बारेमा भिडियोमा चर्चा गर्नेछु। यस रेलको लागि विशेष प्रकारको रोड बनाएको हुन्छ। यो मानव रहित रेल सेवा हो जसलाई इलेक्ट्रिक पावरबाट चलाइन्छ। हरेक स्टेसनमा अटोमेटिक आफै रोकिन्छ अनि प्यासेन्जरहरू चढ्ने ओर्लने गर्दछन्। हेरौँ कस्तो छ यो रेल सेवा। यो रेल सेवाको नाम हो सीसाइड लाइन। यो रेल शिनसुकेदा स्टेसनबाट कानाजावा हाके स्टेसनसम्म चल्ने गर्दछ, जुन जमिन र समुद्रमाथिको भागमा बनाएको बाटोमा गाडी जस्तै घुर्ने गर्छ। यसको सपोर्ट र इलेक्ट्रिक सप्लाईको लागि बाटोको दुवैतर्फ ट्रेनसँगै जोडिने गरी बनाएको सप्लाई लाइन हुन्छ र यो ट्रेनमा गाडीको जस्तै रबरको टायर हुन्छ। यो चाहिँ सीसाइड लाइनको स्टार्टिङ पोइन्ट शिनसुकेदा स्टेसन हो र अन्तिम स्टेसन कानाजावा हाके चाहिँ यस्तो छ। यसबीचमा 12 वटा अन्य स्टेसनहरू रहेका छन्। यसको यात्रा गर्दा यस वरपरका टापु र समुद्रका दृश्यहरू देख्न सकिन्छ। जमिन र पानीमाथि बनाइएको बाटोमा गुड्ने यो ट्रेन र यो ट्रेनमा सबैभन्दा अगाडि बसेर पनि यात्रा गर्न सकिन्छ, किनकि मैले अघि नै भनेको थिएँ यो ड्राइभर नभएको स्वचालित रेल सेवा हो। शिनसुकेदा पछि अन्य स्टेसनहरूको नाम तपाईहरुको जानकारीका लागि म यहाँ बताउन गइरहेको छु। शिनसुकेदा पछि नाम्बुसिजो, तेस्रोमा रहेको छ तोरिहामा, चौथोमा रहेको छ नामिकी किता, पाँचौंमा रहेको छ नामिकी चियो, छैटौंमा रहेको छ साचिउरा, सातौंमा रहेको छ साङ्ग्यो सिङको सेन्टर, आठौंमा रहेको छ फुकुउरा, नौमा रहेको छ सिदाई इगाकुबु र 10औंमा रहेको छ हाकेजिमा। मैले हाकेजिमाको बारेमा तपाईहरुलाई बताएको छु, एउटा रमणीय घुम्ने ठाउँ भएको आइल्यान्ड हो। त्यसैगरी 11 नम्बरमा रहेको छ उमिनो कोएन शिबागुची, 12औंमा रहेको छ उमिनो कोएन मिनामिगुची, 13औंमा रहेको छ नोजिमा कोएन। त्यसपछि रहेको छ अन्तिम स्टेसन कानाजावा हाकेजिमा, जुन मैले अघि तपाईहरुलाई बताइसकेको। यी 14 वटा स्टेसनहरुमा तपाईहरुले यो रेल सेवाको यात्रा गरेर चाहिँ त्यहाँका रमणीय दृश्यहरू अवलोकन गर्न सक्नुहुनेछ। 5 वटा कारका डब्बाहरू जोडिएको यो ट्रेनमा पहिलो सिटमा बसेर अहिले म यो भिडियो क्याप्चर गरिरहेको छु। तपाई पनि यो रेल सेवाको यात्रा गरेर त्यसको अनुभव लिन चाहनुहुन्छ, साथै हाकेजिमा टापुमा गएर त्यहाँ भएको मनोरम दृश्यहरूमा फुर्सदिलो समय व्यतीत गर्न चाहनुहुन्छ र टापु वरपरका समुद्र किनारसँगै जो बनेको वाकिङ पाथमा हिँडेर इन्जोय गर्न मन लागेको छ भने अवश्य पनि शिनसुकेदा स्टेसनबाट यो रेल सेवाको यात्रा गरेर तपाईँ त्यहाँ जान सक्नुहुन्छ। र आज म हाकेजिमा हुँदै म कानाजावा हाकेसम्मको यो रेल सेवाको यात्रा गर्नेछु। त्यसबीचमा देखेका दृश्यहरू म तपाईहरुलाई सम्पूर्ण दृश्यहरू चाहिँ देखाउनेछु, रेलको पहिलो फ्रन्टबाट कस्तो देखिन्छ भन्ने। म अहिले शिनसुकेदा स्टेसनमा आइपुगेको छु। अबका दृश्यहरू यो रेलमा चढेपछि कस्तो देखिन्छ त्यो म समेट्ने कोसिस गर्छु। फाइनली सीसाइड लाइनको ट्रेनद्वारा ट्राभल गर्दै यसको लास्ट स्टेसन कानाजावा हाकेमा आइपुगेको छु। अबको केही समय पश्चात म पुनः शिनसुकेदा स्टेसनतर्फ लाग्नेछु। अब सुरु भयो यो शिनसुकेदातर्फको यात्रा।
पिक्चर जोड्नु यो सी साइड लाइन ट्राभल गरिरहँदा रेलको यात्रा शुल्क यानि कि टिकट कति पर्छ भन्ने लागेको हुनुपर्छ। अन्य रेल सेवा जस्तै यो पनि लगभग उस्तै दरमा पाइन्छ। 14औं स्टेसनसम्मको यात्राको लागि वयस्कहरूको लागि 320 येन र बच्चा केटाकेटीहरूको लागि 160 येन लाग्नेछ। हाकेजिमा आइल्यान्डको लागि 10औं स्टेसनबाट एक्जिट भएर पैदल जानुपर्ने हुन्छ। यो टापुको भ्रमण ब्लग मैले पहिले नै मेरो च्यानलमा अपलोड गरिसकेको छु। यदि तपाईँ हाकेजिमा ब्लगबारे जान्न चाहनुहुन्छ भने च्यानलमा भिजिट गर्नुहोला। म त्यसको लिङ्क चाहिँ डिस्क्रिप्सनमा दिनेछु। त्यो लिङ्कलाई फलो गरेर तपाईँले उक्त ब्लगको भिडियो हेर्न सक्नुहुन्छ। पछिका 3 स्टेसन पार गरेर फाइनली म सिनसुकिता स्टेसनमा आइपुगेको छु। अब भने यो यात्रा यहीँ टुङ्गिनेछ। यो यात्रा गर्दै गर्दा विभिन्न कुराहरू अवलोकन गर्दै इन्जोय गरेको छु। यदि तपाईँ टोकियो आसपास हुनुहुन्छ भने तपाईँको अघिल्लो गन्तव्य यही हुनुपर्नेछ भन्दै म बिदा हुन्छु। म साथै तपाईँहरूले यो भिडियो हेर्दै गर्दा तपाईँहरूले च्यानललाई सब्स्क्राइब गर्न त भुल्नु भएको छैन। यदि तपाईँले पहिले नै सब्स्क्राइब गर्नुभएको छ भने आगामी दिनमा मैले अपलोड गर्ने भिडियोहरूको नोटिफिकेसन तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। यदि तपाईँ नयाँ हुनुहुन्छ भने चाहिँ अहिले नै सब्स्क्राइब गरेर बेल आइकनलाई बज गर्नुहोला र यो भिडियो अन्य धेरै साथीहरूलाई सेयर गरिदिनु होला ताकि उहाँहरूको
अघिल्लो गन्तव्य यो हुन सकोस्। र अन्तमा यो भिडियो हेर्नुहुने मित्रहरूलाई यो ठाउँ कस्तो लाग्यो र यसको ट्राभल ब्लग बारे तपाईलाई केही मनमा लागेका कुराहरू छन् भने कमेन्टमा लेख्नु होला भन्दै तपाईहरुबाट बिदा हुन्छु। नमस्कार।